ल हजुरहरूले सोध्दै हुनुहुन्थ्यो हाम्रो राष्ट्रिय फुल लालीगुराँस कस्तो हुन्छ भनेर। आज एउटा भिडियो बनाइरहेको छु यो लालीगुराँस सम्बन्धी रुखमै आएर। ल हेर्न सक्नुहुन्छ लालीगुराँस यस्तो प्रकारको देखिन्छ। यो चाहिँ प्रायः जसो पहाडी हिमाली भेगतिर पाइने फुल हो र यो चाहिँ एकदम जडीबुटीयुक्त फुल पनि मानिन्छ। यो अन्य देशमा हुन्थ्यो भने चाहिँ विभिन्न प्रकारका औषधि तयार हुन्थ्यो होला, तर नेपालमा भएको हुनाले गर्दा बाँदरको हातमा नरिवल भने चाहिँ भएको छ। त्यति धेरै उपयोगमा आएको छैन, त्यसै फुल्ने झर्ने मात्र भएको छ। मैले सुनेअनुसार चाहिँ यसको रस बनाएर राख्न सकेमा घाँटीमा अल्झिएका माछाका काँडाहरू हड्डीहरू गलाउने, ढाड दुखेमा चाहिँ लगायो भने ढाडको दुखाइ कम गर्ने जस्ता विभिन्न प्रकारका औषधिहरू हाम्रो चाहिँ पुर्खाहरूले भनेका माध्यम मार्फत जानकारी पाएका छौँ। झन् यो चाहिँ वैज्ञानिकहरू मार्फत पुग्यो भने